नमस्कार सबैजनालाई स्वागत छ आजको मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। अलराइट गाइज, वेलकम टु मिनी भ्लग। म पनि सन्चै छु, तपाईँहरू पनि सन्चै हुन्छ भन्ने आशा राखेको छु। आज हामी कहाँ जाँदैछौँ त? आज हामी मन्दिर जाँदैछौँ। कालीपिङ र म मन्दिर पुगिसकेपछि दाइले भेट्नुभयो। बहिनी आज बिहानै मेरो दोकानमा बोनी गर्दै हुन्छ नि त दाइ भनेर हामीले पूजाको लागि सामान किन्यौँ। त्यसपछि हामी मन्दिर पुग्यौँ। मन्दिरको अवस्था यस्तो थियो। बिहानको वातावरण एकदम शान्त वातावरण थियो। त्यसपछि पूजा गरिसकेर टिका लगाएर अब अर्को मन्दिरतिर जान लाग्यौँ। अनि यो चाहिँ हाँस पोखरी हो साथीहरू। अनि काली फुच्चीले पनि मलाई पनि फोटो खिचिदिनु दिदी भन्दै छे। अनि मैले भने नाइ म खिच्दिनँ तेरो फोटो भन्न नमिल्ने। त्यहाँबाट बहिनीको फोटो पनि खिचिदिए। त्यहाँ भएको हरियाली वातावरणको पनि साथीहरू भिडियो बनाउँदैछु। यो भिडियो के कस्तो बनिन्छ तपाईँहरूलाई यो भिडियो मनपर्छ मन पर्दैन मलाई थाहा छैन। अनि साथीहरू यो भिडियो हेर्नका लागि चाहिँ सुरुदेखि अन्त्यसम्म तपाईँहरूले हेरेर साथ दिनुपर्ने हुन्छ। कृपया हेरिदिनु होला। तपाईँहरू पनि इलामको सानो पाथिबाट जाँदै हुनुहुन्छ भने पक्कै पनि यो ठाउँ चाहिँ नछुटाउनु होला। यहाँको वातावरण हेर्नु त बिहानै कति शान्त आनन्द शीतल वातावरण छ। यति भन्दा भन्दै कालीबिनी र म फेरि पाथिभाराको उकालो दर्शन गर्न लाग्यो। बाटोमा जुका उत्तिकै थियो। बिहान हिँड्दा सुनसान वातावरण थियो। बहिनी र म चकचक गर्दै हिँड्न थाल्यौँ। त्यसपछि मैले ढुङ्गालाई शिला बनाएर पूजा गरिदिएँ। यति गर्यो भने सबैले यो ढुङ्गालाई पूजा गर्छन्। यहाँ हेर्नुहोस् त साथीहरू, जुका पूजा त गरे तर जुका लमक 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 गरिरहेको छ। कोलाई डर लाग्छ साथीहरू तपाईँहरूलाई जुका भन्दा भन्दै अहिले हामी माथिको मन्दिर पुगेका छौँ साथीहरू। यहाँको वातावरण चाहिँ एकदम शान्त वातावरण थियो। अनि काली बहिनी र म पूजाको सामान लिएर पूजा गर्न गयौँ तर बाँदर कति धेरै थियो। पूजा गर्न चाहिँ निकै गाह्रो थियो बाँदरले गर्दा। अनि पूजा गरेर ऐना हेऱ्यौँ। ऐना चाहिँ हेर्नुपर्छ भनेर यहाँको नियम हो साथीहरू। अनि मैले पूजा गर्दैछु तर बाँदर कति धेरै छु डाली खोज्छ भन्ने कति डर थियो। शान्त भएर पूजा गर्ने वातावरण चाहिँ छैन यो मन्दिरमा, किनभने बाँदर यति धेरै छ कि हेर्नु ल, बाँदर यति धेरै छ। बाटो छेकेर बसिदिन्छ यार। यहाँ पूजा गरेको सबै भिडियो टिका लगाएको भिडियो चाहिँ बनाउन पाइएन साथीहरू, किनभने यहाँको वातावरण थिएन भन्दा पनि आज चाहिँ हामीलाई ढिलो भइसकेको थियो। काले केटीलाई स्कुल पठाउनु पर्ने थियो। स्कुल त छुटाउनु भएन साथीहरू। स्कुल जान ढिलो हुन्छ भनेर हामी चाहिँ छिटो गरेर एक एकवटा ललिपप खाँदै ओह्रालो झर्दैछौँ। ललिपप यति धेरै मिठो थियो। तपाईँहरूलाई कसलाई मनपर्छ इलामको ललिपप? यति भन्दै आजको मेरो भ्लग यति नै हो साथीहरू। तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। च्यानलमा नयाँ हुन्छ सब्सक्राइब पनि गरिदिनु होला। फेरि नयाँ भ्लगमा भेटौँला। धन्यवाद।